तपाईहरु देख्न सक्नुहुन्छ माई खोला बेलासेमा धमाधम डाइभर्जनको काम भइरहेको छ। यो एरियादेखि लगभग आधी काम कम्प्लिट भएर अब एउटा भङ्गालो डाइभर्सनबाट पुगिसकेको छ होमपाइप बिछ्याकबाट। अर्को भङ्गालोमा पनि होमपाइप बिछ्याउने काम जारी छ। यो लच्केको बेलासे पुल यो जेसीबीले इलाम नगरपालिका र माई नगरपालिका जोड्ने माई खोलामा रहेको बेलासे भन्ने ठाउँमा रहेको माई खोलाको पुल अस्तिको बाढीले भाँचिए पछाडि अहिले यसरी माई खोलामा धमाधम डाइभर्सनको काम हुँदैछ। एउटा भङ्गालोलाई डाइभर्ट गरेर होमपाइप बिछ्याएर त्यसबाट पानी पास गर्ने काम भइसकेको छ भने अर्कोतिर पनि होमपाइप बिछ्याउने काम भइरहेको छ धमाधम। 2 दिनभित्रमा फेरि फास्ट ट्र्याकमा पुरानै गतिमा गाडीहरू दौडिने छैन। धुलो त्योभन्दा पनि धेरै उड्नेवाला छ।